बाख्राको सुरुवाती अवस्थादेखि कसरी स्याहार सुसार गर्नुपर्छ भनेर आजको भिडियोमा बुझ्दैछौँ। विशेष गरेर पाठापाठीहरू जन्मिदा साथ हामीले आमाको दुध चुसाउनै पर्ने हुन्छ, जुन आमाको दुधबाट निस्किने कोलोस्ट्रम अथवा बिगौते दुध भन्छौँ, जसले आमाको जेनेटिक पावर पाठापाठीहरूमा ट्रान्सफर हुने गर्छ। यो चाहिँ अनिवार्य रूपमा चुसाउनु पर्ने हुन्छ। विशेष गरेर 24 देखि 48 घण्टासम्मको बिगौते दुध एकदमै महत्त्वपूर्ण हुन्छ, जसले गर्दा बच्चाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने गर्छ। यो चाहिँ हामीले लगातार 2 दिन खुवाउनै पर्ने हुन्छ। 24 घण्टा आमासँग छोडिदिनु पर्छ। त्यसपछि तेस्रो दिनदेखि पाठापाठीहरूको शारीरिक वेटको 10% अनुसार आमाको दुध चुस्न लगाउने अथवा पाठापाठीहरूलाई आमासँग दिनमा 4 देखि 5 पटकसम्म भेटाउनु पर्छ। यो पनि 2-3 घण्टाको फरक गरेर भेटाउनु भयो भने अझ प्रभावकारी हुन्छ, जसले गर्दा उसले पर्याप्त मात्रामा दुध पनि पाउँछ र धेरै एकैचोटि खान पनि पाएन। यसले गर्दा डायरिया हुने समस्या देखिँदैन र जसले गर्दा पाचन प्रक्रिया पनि सक्रिय भइरहन्छ। र सँगसँगै हामीले के गर्ने भन्दाखेरि बाख्राको पाठापाठीहरूको पेट सुरुवाती 3 महिनामा हामी जस्तै हुन्छ। जब पाठापाठीहरू उघ्राउन थाल्छ अनि मात्रै 4 वटा खण्ड विकास भएर आउँछ। यो अवस्थामा हामीले बी कम्प्लेक्स अनिवार्य रूपमा दिनुपर्ने हुन्छ। लगातार 3 देखि 5 दिनसम्म दिनुपर्ने हुन्छ। त्यसपछि लगातार 14 दिनसम्म हामीले आमाको दुधमै राख्नुपर्ने हुन्छ। 14 दिनपछि चाहिँ थोरै मात्रामा सन्तुलित दाना खुवाउनु पर्ने हुन्छ र केही थोरै हरियो घाँस पनि खुवाउन बानी बसाल्नु पर्छ। जति उसले दानाहरू खाने गर्छ, घाँसहरू खाने गर्छ, त्यति नै चाँडै उघ्राउने ग्रन्थि, जसलाई हामीले रुमेन भन्छौँ, त्यो विकास हुन थाल्छ र 14 दिनको पाठापाठी पुग्छ। त्यो अवस्थामा डिवार्मिङ, जसले हामीले आन्तरिक तथा बाहिरी परजीवी विरुद्धको औषधि अनिवार्य रूपमा खुवाउनु पर्ने हुन्छ, जुन फेन्बेन्डाजोलको कम्पोजिसनमा आउँछ। 5 mg पर केजी बडी वेटको दरले खुवाउनै पर्ने हुन्छ। त्यस पछाडि थोरै थोरै सन्तुलित दाना र घाँसहरू खान बानी बसाउनु पर्छ र लगातार पाठापाठीहरूलाई आमाको दुध कमसे कम 60 दिनसम्म खुवाउनु पर्ने हुन्छ। त्यस पछाडि ऊ मजाले उघ्राउन थाल्छ अनि हामीले दानाहरू खुवाउनु पर्ने हुन्छ, जसमा 16 देखि 18% प्रोटिन भएको दानाहरू खुवाउनु पर्ने हुन्छ। अर्को महत्त्वपूर्ण कुरा भनेको 14 दिनमा आन्तरिक परजीवी विरुद्धको औषधि खुवायो भने यसको ठ्याक्कै 1 महिनामा फेरि आन्तरिक परजीवी विरुद्धको औषधि खुवाउनु पर्छ। यसरी यो लगातार 3 महिनासम्म खुवाउनु पर्छ। यो अवस्थामा गोलो जुका, फित्ती जुकाको प्रभाव बेसी हुने भएकाले हामीले दुवै कम्पोजिसनमा आउने औषधि खुवाउन जरुरी हुन्छ। पहिलो चोटि फेन्बेन्डाजोल खुवाउनु भयो भने दोस्रो चोटि तपाईँ अल्बेन्डाजोल खुवाउनुहोस्। तेस्रो पटक 1 महिनाको ग्यापमा हामीले प्राजिक्विन्टल खुवाउनु पर्ने हुन्छ र त्यस पछाडिको 3 महिनामा गोलो जुकालाई पनि मार्ने र नाम्लेलाई पनि मार्ने प्रभावकारी औषधि 2 देखि 3 महिनाको फरकमा लगातार खुवाउनु पर्ने हुन्छ। र तपाईँ जुका नाम्लेको औषधि खुवाउँदै हुनुहुन्छ भने लिभर टोनिक अनिवार्य रूपमा खुवाउनु पर्ने हुन्छ। यति काम चाहिँ सुरुवाती अवस्थामा गर्नै पर्ने हुन्छ।